यहाँ उपस्थित हुनुभएका सम्पूर्ण आदरणीय हाम्रा विभिन्न नगरपालिकाका प्रशासकीय प्रमुखज्यूहरू, त्यसैगरी लाइन एजेन्सीका प्रतिनिधिज्यूहरू सबैमा मेरो न्यानो अभिवादन। आज जिल्ला विकास समितिले 81-82 को आज र भोलि 2 दिन कार्यक्रम राखेका छन्। मलाई खुसी लाग्यो। अहिले वास्तवमा यो बुढानीगढ नगरपालिका जस्तै सबै नगरपालिकाहरूले पनि आफ्ना यो 81-82 का योजनाहरू कसरी लागू गर्नुभयो, के गर्नुभयो, बेरोजगारी कति निस्किया छ भन्ने विषयमा त्यो प्रस्तुत गर्नुभएको छ। म यहाँहरूसँग के आग्रह गर्न चाहन्छु भनेर भन्दाखेरि बेरोजगारी चाहिँ यो घटाउनुपर्छ भन्ने विषयमा म छु। मेरो नगरपालिकालाई करिब मेरो पनि 34 करोडको बेरोजगारी छ। मैले अहिले करिब त्यो बेरोजगारी करिब 10 करोडमा निकाल्नुपर्छ, अर्को वर्ष 0 बनाउनुपर्छ भन्ने विषयमा छु। यो मैले किन भन्न चाहेको छु भनेर भन्दाखेरि केही गरी यहाँको कर्मचारीहरू एउटा नगरपालिकाको कर्मचारी अर्को नगरपालिकामा सर्वा भएर जाँदाखेरि यति बेरोजगारी बोकेर आएको भन्नुभन्दा मेरो बेरोजगारी 0 छ भनेर भन्नु धेरै राम्रो हुन्छ भन्ने विषयमा पनि मैले यहाँसँग आग्रह गरेँ। किन भनेर भन्दाखेरि अहिले सबै मान्छेले के गर्दो रहेछ भन्दाखेरि कुन नगरपालिकाको बेरोजगारी कति छ भन्ने विषयमा अलिक बढी चिन्ताको विषय दिएको छ। त्यसले गर्दाखेरि मैले यहाँलाई यो आग्रह गर्नु पनि चाहेँ। जसरी अहिले यो नगरपालिकाहरू काठमाडौँ जिल्लाका नगरपालिकाहरूले आफूले गरेका कामको विषयमा मलाई जहाँसम्म लाग्छ अब यहाँ सकिए प्रमुखज्यूहरू यही अगाडि हुनुहुन्छ, त्यस्तो नराम्रो काम कुनै पनि नगरपालिकाले गरेका छैन जस्तो चाहिँ मलाई चाहिँ नै महसुस भएको छ। किन हामी मेयर फोरमको बैठकमा नै यी कुराहरूलाई अगाडि बढाउँछौँ। त्यसले गर्दाखेरि धेरै कामहरू राम्रा भएको छन्। अब मेरो बुढानीगढ नगरपालिकामा करिब हेर्ने हो भने त मेरो त 85% को पूर्वाधारका कामहरू सम्पन्न गरिसकेका छौँ। अब आउने वर्षमा त्यहाँका नगरपालिका नागरिकहरूलाई धुलोमा हिँड्नु पर्दैन भनेर हामीले घोषणा पनि गरिसकेका छौँ। किन भन्दाखेरि अहिले बढी हामीले भौतिक पूर्वाधारका कामहरू सकाइसकेपछि सबैभन्दा बढी शिक्षामा बढी जोड दिएका छौँ। यहाँहरूलाई पनि थाहा छ करिब हाम्रो बुढानीगढ नगरपालिका शिक्षामा अव्वल नै छ। किन भनेर भन्दाखेरि GPA 4 ल्याउने र शिक्षामा पनि त्यति नै छ। त्यसपछि स्वास्थ्य अहिले करिब बुढानीगढ नगरपालिकाले खोलेको हस्पिटलको विषयमा दैनिक 300 जना जुन सेवाग्राहीहरूले त्यहाँको सेवा लिनुहुन्छ। अब हामीहरूले त्यसको क्रम पनि बढाउँदैछौँ। मलाई डर लागेको थियो हस्पिटल यो सेतो हात्ती हो, यसलाई गर्नु हुँदैन भनेको थियो, तर हामीलाई सहज रूपमा अगाडि बढायो र धेरै राम्रोसँग अगाडि बढाएको छ। त्यसले गर्दाखेरि पनि म यहाँसँग त्यो आग्रह पनि गर्न चाहेँ। अब अहिले यहाँ चन्द्रगिरीको त वास्तवमा हेर्दाखेरि ठुलो अन्तर्राष्ट्रिय लगानीको हस्पिटल रहेछ। त्यस्तो करिब त्यो हस्पिटललाई अलिक बिच साइडतिर बनाउनु पाए जिल्ला समन्वय समितिले चाहिँ नि अलिकति त्यसको अगाडि नै यसको गर्न पायो अलिक राम्रो हुन्थ्यो जस्तो लाग्यो। किन भनेर भन्दाखेरि अहिले वास्तवमा मेरो बुढानीगढ नगरपालिकाभित्र बाल हस्पिटल भवन कोइराला नै त्यसको अध्यक्ष भएर सुरुवात गर्नुभएको छ। त्यो हस्पिटल हेर्नका लागि म यहाँहरूलाई पनि अनुरोध गर्न चाहेँ। किन भन्दा अन्तर्राष्ट्रिय स्तरको हस्पिटल त्यहाँ बनिराखेको छ। त्यस्तो राम्रो छ त्यसको जुन बनावटहरू होइन। त्यसले गर्दाखेरि पनि म सबैसँग के आग्रह गर्न चाहेँ भनेर भन्दाखेरि यो बुढानीगढ नगरपालिका ऐतिहासिक नगरपालिका अघि भने जस्तै हामीहरूको सबै अहिले नगरपालिकाहरू सबै ऐतिहासिक नगरपालिकाकै नामबाट नामाकरण भएका छ। त्यसले गर्दा पनि सबै नगरपालिकाका सम्पूर्ण हाम्रा प्रशासकीय प्रमुखज्यूहरू र अहिले यो जिल्ला समन्वयका सम्पूर्ण प्रमुख लगायत सम्पूर्ण जनप्रतिनिधिज्यूहरू कर्मचारीज्यूहरू सबैमा बुढानीगढ
नगरपालिकाको र मेरो आफ्नो व्यक्तिगत तर्फबाट यहाँ सबैलाई शुभकामना व्यक्त गर्दै यो आगामी दिन आज र भोलिको समीक्षा कार्यक्रमलाई शुभकामना व्यक्त गर्न चाहन्छु। धन्यवाद, नमस्कार।